लेट्स गो गाइज। आजको ब्लग पनि आइसकेको छ। सबैजनाले हेरिदिनु होला, सबैजनाले माया गरिदिनु होला विमल ब्लग युट्युब च्यानलमा। ल लेट्स गो गाइज है त। अरे बाप अरे बाप रे बाप, मुश्किल नहीं नामुमकिन है, नामुमकिन है। ये रास्ता कैसे जा रहा है भाई लोग बहन लोग। अरे मित्रों, हमारा देश नेपाल और इंडिया में शताब्दी से रोटिया बेटिया का रिश्ता चलता आ रहा है मित्रों। हमारा रास्ता जा रहा है, कहाँ जा रहा है? गाइस, सबैजनालाई स्वागत छ। वेलकम ब्याक, वेलकम एभ्रीबडी विमल ब्लग युट्युब च्यानलमा जोडिनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा स्वागत छ। अनि सम्पूर्ण सब हाम्रा भाइ लोग बहन लोग, हाम्रा इष्टमित्र आफन्तजन सबैजनालाई ढोकदिया, सबैजना नमस्कार एन्ड सबको प्रणाम। नयाँ भिडियोमा सबैजनालाई स्वागत छ, वेलकम छ है त। ल हेलो हेलो गाइज, वेलकम, स्वागत छ न्यू ब्लग एन्ड न्यू डेमा। सबैजनामा स्वागत छ। मनोरम दृश्यको लागि सबैजनाले सम्झिनु होला। हाम्रो डेली ब्लगमा, मेरो डेली ब्लगमा सबैजनालाई स्वागत छ अनि वेलकम छ। इट्स मी विमल धमला फ्रम झापा। लेट्स गो अन द स्क्रिन, लेट्स गो द ब्लग एभ्रीबडी गाइज। यो चाहिँ कुन ठाउँ होला भनेर तपाईँहरूले सोधिरहनु भएको होला। यो ठाउँ चाहिँ हो हाम्रो दम्मकको रतुवा खोलाको चाहिँ साइडको बाटो रहेको छ। यो यहाँबाट धुर लगाइएको छ। पारिपट्टि बाढी आइरहेछ अहिले खोलामा, त्यो पनि म देखाउने नै छु। यो चाहिँ हाम्रो यहाँ कृषिहरू लगाइएको रहेछ। टनक्क यहाँनिर भिडियो एउटा बनाउनु पर्ने भयो भन्ने सोचेको थिएँ मैले। यहाँ जाने ठाउँ रहेछ। यहाँ कुरिलो खेती मनग्गे लगाइएको छ। कुरिलो खेती हेर्नु सक्नुहुन्छ। यो हाम्रो चाहिँ बालटार भन्दो रहेछ। यो दमकको बालटार इलाका प्रशासन कार्यालय जाने बाटो छेउतिर है। ल हेर्नु होला, हेर्नु होला बुलेट बाइक गाइज, बुलेट बाइक हेर्नु होला, बुलेट बाइक बुलेट बाइक भुम 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 भुम। जुनी काछु भन्थ्यो नि यो चाहिँ गाइस किरात चोक रहेको छ। किरात चोक